शिक्षक साथीहरूलाई पनि भने तपाईहरु आन्दोलनमा किन आउनुभयो? आन्दोलनमा किन आउनु पर्यो? कहिले सडकमा सुतेको छ किन गर्नु पर्यो? शौचालय कसैले बनाइदिएको छैन, त्यत्रो मान्छे आएर पानी कम खाएर आउनुहुन्छ, शौचालय जानु पर्ला भन्नु। डिहाइड्रेसन हुन्छ, सजिलो छैन। उहाँहरूले चर्का कुरा गरेर अब फर्किन गाह्रो छ, किन सरकारले नसक्ने कुरा त सक्दिन भनिहाल्छ। कि नसक्ने कुरा त के गर्ने? देशको ढिकुटीले बेहोर्न धान्न नसक्ने कुरा त हामीले भन्नुपर्ने हुन्छ, यो चाहिँ सकिँदैन भनेर। अहिले सबै कुराहरू सुन्ने, जायज र सम्भव कुराहरू पूरा गरिदिने सरकार छ। तपाईहरु 2-3 जना बढीमा 5 जना आएर यो हाम्रो चाहिँ भनाइ छ, यो माग छ, यो कुरा परिस्थिति यस्तो छ। अब त्यहाँ कहिले जादु देखाएको छ, कहिले कविता सुनाएको छ, कहिले गीत गाएको छ, कहिले नाचेको छ, किन गर्नु पर्यो?